नमस्कार साथीहरू, स्वागत छ तपाईहरू सबैलाई हाम्रो सानो परिवार ब्लगमा। आज हामी उभिएका छौँ प्रकृतिको काखमा, जहाँ चारैतिर हरियाली जङ्गल, अग्ला अग्ला डाँडा काँडा र मनलाई शान्त बनाउने सुन्दर दृश्यहरू फैलिएका छन्। यो दृश्य हेर्दा लाग्छ प्रकृतिले आफ्ना सबै रङहरू यही ठाउँमा पोखिदिएको छ। टाढासम्म फैलिएका पहाडहरू, बीचबीचमा देखिने गाउँ बस्ती अनि हरियो जङ्गलले यो ठाउँलाई अझ आकर्षक बनाएको छ। साथीहरू, आजको व्यस्त जीवनशैलीमा मानिसहरू सहरको कोलाहल, धुवाँ धुलो र तनावले थाकेका हुन्छन्। तर यस्ता प्राकृतिक ठाउँहरूमा पुग्दा मनमा छुट्टै आनन्द र शान्ति महसुस हुन्छ। यहाँको चिसो हावा, चराचुरुङ्गीहरूको आवाज र हरियालीले भरिएको वातावरणले जीवनमा नयाँ ऊर्जा भर्छ। यो डाँडाबाट तल हेर्दा देखिने जङ्गल केवल रुखहरूको समूह मात्र होइन, यो हाम्रो प्राकृतिक सम्पदा हो। यी जङ्गलहरूले हामीलाई स्वच्छ हावा दिन्छन्, पानीका मुहानहरू जोगाउँछन् र विभिन्न जीवजन्तुहरूको वासस्थान बनेका छन्। त्यसैले यस्ता प्राकृतिक सम्पदाको संरक्षण गर्नु हामी सबैको जिम्मेवारी हो। साथीहरू, गाउँको जीवन सधैँ प्रकृतिसँग जोडिएको हुन्छ। यहाँका मानिसहरू मेहनती छन्, सरल छन् र प्रकृतिलाई आफ्नै परिवारको सदस्य जस्तै माया गर्छन्। यही कारणले गाउँको वातावरण अझै पनि स्वच्छ, सुन्दर र जीवन छ। आज हामीले देखिरहेको यो हरियाली भविष्यका पुस्ताले पनि देख्न पाउनुपर्छ। त्यसका लागि वन संरक्षण, वातावरण संरक्षण र प्राकृतिक स्रोतहरूको सही उपयोग आवश्यक छ। जब घामका किरणहरू पहाडको काखमा पर्दछन्, त्यो दृश्य झन् मनमोहक देखिन्छ। बादलहरू पहाडमाथि खेलिरहेका जस्ता लाग्छन् र प्रकृतिले आफ्नै कथा सुनाइरहे झैँ अनुभूति हुन्छ। यस्तो दृश्य क्यामेरामा कैद गर्न सकिए पनि यहाँको वास्तविक अनुभूति शब्दमा बयान गर्न गाह्रो हुन्छ। साथीहरू, जीवनमा कहिलेकाहीँ केही समय निकालेर यस्ता प्राकृतिक ठाउँहरूको भ्रमण गर्नुपर्छ। यसले मनलाई शान्त बनाउँछ, नयाँ सोच दिन्छ, जीवनप्रति सकारात्मक दृष्टिकोण विकास गर्छ। प्रकृतिले हामीलाई धेरै कुरा सिकाउँछ: धैर्यता, सन्तुलन, सहनशीलता र निरन्तर अगाडि बढ्ने प्रेरणा। आजको यो सुन्दर दृश्य तपाईहरूसम्म पुर्याउन पाउँदा हामी अत्यन्त खुसी छौँ। यदि तपाईलाई पनि यस्ता प्राकृतिक ठाउँहरू मनपर्छ भने एकपटक अवश्य भ्रमण गर्नुहोस्। प्रकृतिलाई माया गर्नुहोस्, वातावरण जोगाउँ र हाम्रो सुन्दर गाउँको पहिचानलाई जोगाएर राखौँ। यो जति पनि दृश्य छ, यो रोल्पा जिल्लाको सुनसारी गाउँपालिका जेलबाङ वरिपरिको हो। यहाँका लोकल गाउँहरू भन्नुपर्दाखेरि डम्फु, सुल्कुबाङ, राङ्सी, चम्जा र जेलबाङ गरी यो ठाउँहरू विशेष गरी यो लोकल ठाउँहरू रहेको छ। अन्त्यमा एउटा साथीहरू, आजको यो रमाइलो यात्रा यहीसम्म, तर अझै धेरै सुन्दर गाउँ, रहस्यमय ठाउँ, सांस्कृतिक परम्परा र रोमाञ्चक यात्राहरू हामी तपाईहरूसम्म ल्याउँदै जानेछौँ। त्यसैले हाम्रो सानो परिवार ब्लगलाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। ब्लगलाई लाइक र सेयर गर्नुहोस्। तपाईहरूको एउटा साथ र मायाले हामीलाई अझ राम्रो सामग्री बनाउन प्रेरणा दिन्छ। फेरि अर्को रमाइलो यात्रामा भेटौँला। तबसम्मका लागि नमस्कार। जय रोल्पा।